हेलो गाइज। आज म तपाईँहरूलाई एउटा चाहिँ एकदम गोप्य सिक्रेट कुरा बताउँछु होइन। त्यो भने के भने मान्छेलाई अधिकांश मान्छेलाई जब किताब खोल्यो झ्याप्प निद्रा लाग्छ नि त। यो चाहिँ किन लाग्छ भन्ने कुरा चाहिँ मैले आज यसो रिसर्च गरेर पत्ता लगाएको छु होइन। यो चाहिँ के हुन्छ भने अधिकांश मान्छेको चाहिँ दिमागले जब किताब खोलिन्छ, किताब खोलेर पढ्न स्टार्ट गर्ने बित्तिकै दिमागले के डिसिजन गरिदिन्छ त भन्दाखेरि होइन, यो त एकदमै डेन्जर मिसन हो। यसलाई ट्राई होइन, यसलाई चाहिँ यसबाट सेफ मोडमा जानुपर्छ भनेर चाहिँ इमिडिएटली डिसिजन गरिदिन्छ अरे क्या। अनि त्यही भएर मान्छेलाई चाहिँ किताब खोल्ने बित्तिकै निद्रा लाग्न सुरु गर्छ। अनि 2 नम्बरमा अनि कतिपय मान्छेलाई चाहिँ जुन किताब बनाउने बेलामा केमिकलहरू युज भइरहेको हुन्छ, त्यो केमिकलको चाहिँ स्मेलले नै त्यो निद्रा लाग्छ। अनि त्यो बनाउने बेलामा जुन केमिकल प्रयोग भएको हुन्छ, त्यो केमिकल किताब खोल्ने बित्तिकै त्यसको स्मेल निक्लिन्छ। त्यो स्मेल हाम्रो नाकको माध्यम हुँदै दिमागमा पुग्छ अनि मान्छेलाई ट्याक्क निद्रा लाग्न सुरु गर्छ क्या। अनि अर्को एउटा चाहिँ मजाक हो, तर यो वास्तविक त्यहाँ कतिसम्म छ तपाईँ पनि डिसिजन गर्नुहोस्। कोही कोही मान्छेको निद्रालाई पनि पढ्न मन लाग्छ अरे क्या। जब चाहिँ मान्छे सँगसँगै निद्रालाई पनि पढ्न मन लाग्यो भने जब मान्छेले किताब खोल्छ अनि निद्रा पनि पढ्न आउँछ अनि मान्छेलाई निद्रा लाग्छ क्या। त्यही भएर तपाईँलाई चाहिँ ठिक लाग्यो या त मजाक लाग्यो होइन, त्यो चाहिँ कमेन्ट गर्नुहोस्।